Let me show you what's in my bag. Normally अरूले चाहिँ मेकअपको सामानहरू सो गर्छ तर मेरो चाहिँ अलिकति डिफ्रेन्ट हुन आँटेको छ सो लेट मी सो यू फर्स्ट चाहिँ मेरोमा छ डल्ले खोर्सानी यो चाहिँ मैले 400 पर केजीमा ल्याएको होला अन्त नेक्स्ट मेरोमा छ इस्कुसको जरा चाहिँ मैले 82 टालाई चाहिँ कतिमा 180 मा ल्याएको होला को चाहिँ छ रुख टमाटर कस्तो मजाको कलर हो अचार खानु पुरा मिठो हुन्छ देन मैले लिएको छु बी यो चाहिँ बी सब्जी खाने देन मेरोमा छ यो किनामा ड्राई किनामा सुकाएको किनामा देन यो सिलाम अचार खाने यो चाहिँ 50 रुपैयाँ यो किनामा पनि 50 रुपैयाँ परेको थियो मुला सागसँगै यो चाहिँ मलाई सब्जी खान मन पर्छ अचार पनि मिठो हुन्छ देन आई हैव सिमल तरुल अहिले चाहिँ एकदम सिजन छ सिमल तरुलको अन्त मेरो आमाको पनि फेभरेट हो खाजाहरू खानु यो दुईटाको चाहिँ मलाई 50 रुपैयाँ पर्यो होला देन आई हैव सुकुटी माछा मैले कुकिङ भिडियो बनाउन थालेकोदेखि चाहिँ आजकल चाहिँ मेरो ब्यागमा चाहिँ यस्तै खाली खानेकुराकै सामान सब्जीहरू मात्रै हुन्छ अरू बेला चाहिँ मेकअपको सामानहरू धेरै हुन्थ्यो बट आजकल चाहिँ पुरा सब्जीहरू हुन्छ देन आई हैव दिस साग यो साग चाहिँ मैले दुईटाको 30 रुपैयाँमा किनेको